Hi everyone, I am Nirmal and welcome to my mini vlog once again. So आज चाहिँ तेस्रो दिन हो गाडी सिक्ने हैन अनि टक्क म चाहिँ आज दाइभन्दा अलि चाँडै नै आएको छु किन भन्दाखेरि आज चाहिँ टक्क यसो लब्राड आएपछि अलिअलि घुम्दिउँ न भनेर अलिक चाँडै आइदिएको हैन। अनि ट्याक्क म चाहिँ चल्तिरै बाइक पार्किङ गरेर टक्क मास्तिर लाग्यो हैन। टक्क लब्राड आएपछि टक्क डाँडामा गएर भ्यू हेर्नुपर्छ भनेर सिधै सर लाग्यो हैन। सो आज चाहिँ म अलि गाडी सिक्नलाई दाइभन्दा अलि आधी घन्टा जस्तो अगाडि नै आएको थिएँ हैन। सो आधी घन्टा अगाडि आउनुको कारण चाहिँ सो लुक एट दिस भ्यू। त्यहाँ पर चाहिँ स्वयं भन्दा चाहिँ बौद्ध स्तूपा अनि यता कता हो। सो यही भ्यूको लागि चाहिँ आज चाहिँ म अलिकति चाँडै अनि ट्याक्कै किन यसो आनन्दले बसेर भ्यू हेर्दै हावा खाइरहेको थिएँ होइन। अनि ट्याक्क दाइले फोन गर्नुभयो कान्छा कहाँ हो त तल आइज भनेर अनि टक्क गएँ। अनि त्यस पछाडि के छ हेलो हाम्रो गुरु सर आज मै हो गुरु तिम्रो अब साँच्ची हो ल जाऊ दाइ स्टार्ट हान्दिउँ न गुड ठीक छ उठाइ ठीक छ है मस्तिदा हुन्छ ठीक छ। अब छोड दिने क्लच वाउ कस्तो मिठो उठाइ अब क्लच छोड दिने पुरै अब गुडिसक्यो क्लच छोडिदिँदा हुन्छ हल्का अनि एक्सिलेटर दिने कि अब आफूले कति कुदाउने भनेर कति गर्नु तर यतिकैमा लाग्यो बिस्तारै कस्तो मिठो गरी उठाइदियो यार गर्नु खोजेको लाइक सुरुमा चाहिँ मेरो हुत्तेर उठिरहेको छ अहिले हुत्तेको पनि छैन नि थाहा छ त्यो तिमीले अलिकति अघि त्यो स्टार अफ गरे हो तर उठाउँदाखेरि हुत्तेको छैन नि अघि हिजैदेखि खास मैले हिजो त्यो आइडिया दिएदेखि तिमीले ठ्याक्क त्यो आइडिया चाहिँ क्याच गर्यो हुत्ताएको छैन तिमीले एकदम स्पिड चाहिँ अलिकति बढी भयो जस्तो लाग्यो उठाउँदाखेरि चाहिँ तिमी एक्सिलेटर जस्तै अब हामीले बाइक पनि नजान्ने मान्छेहरूले उठाउँदाखेरि बाइक चलाउनु दियो भने कहिले काहीँ वाक त गरिदिन्छ नि होइन। एक्सिलेटर चाहिँ धेरै लिइराख्यो झैँ नजान्ने मान्छेहरूले आउँछ एक्सिलेटर लिकुली गरेर बाइकै पल्टाइदिन्छ है। त्यही हो एक्सिलेटर त्यही कन्ट्रोल नभएको हो क्या तिम्रो त्यही चाहिँ। सो आज डे 3 को क्लास पनि सक्यो। आज चाहिँ लभली उठाइदिएँ मैले पनि हात पनि लाग्नुपर्ने हुन्छ दाइहरू पनि टक्क राख्नुभयो साइम पनि हिँड्दिनँ अब तर आजको चाहिँ क्लास अलिकति लामै भएको थियो लगभग एक घन्टा मस्त सिक्यो। सो बाई बाई।